आजको हाम्रो भ्लग चाहिँ यो स्ट्रिट फुड जे भने नि हुन्छ त्यो चाख्ने छ योजना। यहाँनिर हामी छान्छौँ अनि चाख्छौँ, आइरहेछौँ हामी खानालाई। म खानु सक्ने म भन्छु ल, यो स्ट्रिट फुडमा उयो यो खान्छु, यो तिनवटा होइन, यो पनि खान्छु, यो पनि खानु सक्छु। खै बिमा बहिनीलाई चाहिँ अरू कुन खानु सकिन्छ भने यो पनि सकिन्छ होला। एउटा दुइटा हाल्नु हौ, कसले खाँदैन होला नि त फेरि। भाउजूले खान्छ कि होस्, यति गरौँ कि यही सेयर गरौँ न। आम्बो खै यो छ्या मिठो हुँदैन है। हो दुइटा मात्रै गर्छु ल। ल स्ट्रिट हो, मकै चाहिँ गरौँ, मकै गरौँ। म त यो के हो यो चाहिँ प्याज। मकै गरौँ ल, मकै ल। भाउजू कतिवटा खाने मकै? खाँदैन ऊ मकै, म पनि खान्छु नि त। ल ए हो, त्यसो भएको त धेरै अहिले भएर खानु सकिँदैन क्या। ल यति गरौँ पहिला ल, अनि हामी चाख्छौँ। म त त्यो मन पर्दैन मलाई, नगरिदेऊ त्यो। त्यो त मैले अगाएँ अस्ति नखाने। यो के बल, फिस बल हो कि के हो यो? ल हो त खाऊँ न त, एउटा चाखौँ न, एउटा धेरै नगरौँ, मायालु सकिँदैन। एउटा मात्रै गरौँ सुमाइ ल। ओके, यो आजको हाम्रो म त भयो। आजको हाम्रो के अरे चखाइ चाहिँ यही हुन्छ है, अनि हामी खाएर हेर्छौँ। आजको दिन स्ट्रिट फुडको नाममा है। हाम्रो सेलेक्सन हो त्यो।六那样。यो त रडमा पो रहेछ त। यसरी पो राख्दो रहेछ बाफ। छानियो है, आइस लेमन टी। आइस सल्टी लेमन 7 अप। हाम्रो अर्डर आइसकेको अवस्था। अब सबैजनाले खाइसकेको, सबैलाई थाहा छ। अब म मात्रै हो पहिलोचोटि त होइन, मेरो पनि यो त मैले खाइसकेको छु। अहिले छानेको जति चाहिँ सबै खाइसकेको हो क्या मैले पनि। अब मैले एउटा प्राइस मात्रै सोध्नु छ, कति कति पर्छ भनेर। तिनजनाको भयङ्कर अब घमासान पर्ने भयो है खानु। म त अर्को कुर्सी जोडेर त्यता हालै मनपर्छ। हामी यति बेला मखको गएको थियो त है।
जानुभयो बहिनी हो घुम्नु हामी माछा खाँदैछौँ बिमा बहिनी कहाँ निस्किनु पो निस्किनु यो चाहिँ लाइफमा पहिलोचोटि मेरो भेन्डी खाने हो खानु पनि जान्दिनँ रहेछ भेन्डीको सेकुवा होइन हात हुँदाहुँदै के हातका खाँदैन नि त्यो खानु नि त आन्द्रा खानु नि त आन्द्रा पोलेको मिठो छ मिठै हुन्छ हौ मिठो हुँदो रहेछ अर्को एउटा पनि हो त्यो नि त्यसमा मलाई म त हातैले खान्छ या मलाई त्यो चम्ची गिरिक गिरिक लाग्छ अब यो पनि टेस्ट गर्नु पर्यो यो चाहिँ के हो पनि के भन्छ भाउजू यसलाई हो कि यो खान्छ त हो यो पनि मिठो हुँदो रहेछ मिठो हुन्छ डुम्डुको साग रहेछ यो डुम्डुको साग पानी देख्दा ट्राई गर्ने यो चाहिँ गनाउँछ पनि मैले पहिला खाएको मिठो लाग्छ यो दुईवटा चाहिँ नयाँ मेरो लाग्छ गनाए पनि यसको अर्कै टेस्ट हुन्छ नि त भाउजू मैले चाहिँ प्राइस चाहिँ यहीँनिर लेखेको भएर यहीँ देखाइदिनु पर्यो भनेर क्या स्टिक फुडमा चाहिँ यो बिबिक्यू क्रिस्पी फ्राइड कति कति पर्छ भनेर यहीँ छ $26 पर पिस यस्तो हुँदो रहेछ यहाँ अनि त्यही भएको भएर मैले चाहिँ यहीँनिर खिचिदिएपछि सबै हेर्न सजिलो हुन्छ भनेर अनि हामीले त्यति खाएको कति तिर्छौँ त्यो मैले भन्छु त्यही अनुसार पनि प्राइसको अनुमान गर्न सकिन्छ कोल्ड ड्रिङ्क्स हाम्रो टिम चाहिँ यहाँ छौँ खाँदै गरेको अनि यो चाहिँ ड्रिङ्कहरूको पानी परेको बेला यो खानु नै मजा अर्कै हुँदो रहेछ यस्तो परेको छ आमा अघि हामी आउँदा धन्न छिर्दा पानी परेको थिएन पानी परेपछि चाहिँ यसरी लुकाइदिँदो रहेछ यहाँ धेरै बसेर खाने ठाउँहरू छ है पानी छिप 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 परेर त बर्बाद भएछ पानी चिसो अनि तातो तातो स्ट्रिट फुड हाम्रो खाना खाइसकेपछि यो लगेकै हुनुहुन्छ अब हामी खाइसक्यौँ हाम्रो कति बिल आयो रे दुईजना पैसा तिर्ने मान्छेहरू बाध्दैछन् तिर्नलाई हामीले 450 रुपियाँ खाएछौँ ल अब खाइयो अब पानी पनि रह्यो अब हामी यहाँबाट निस्क्यौँ अब हामी वञ्चैतिर जान्छौँ ल थ्याङ्क यू फर वाचिङ बाबाई आजको भिडियो यहाँ एन्ड गरेँ है मैले चाहिँ ल बाई बाई